साथीहरु अब हामी चटपट खान लाग्यो। चटपट पनि रेडी भइसक्यो। आन्टीले बनाउनु भएको हैन। बबाल मिठो छ होला नि त हैन। खाइदिम न त। गुड दामी छ हैन। सबैजना खान आउनु होला। त्यही हो। हेलो गाइज, वेलकम ब्याक टु ब्याक माई युट्युब च्यानल। के छ, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी घुम्न जान लाग्छौँ। लेक साइडबाट स्कुटर भाडामा लिएर है हामी बिन्दासिन आइसकेका छौँ। अब एउटा साथी र मसँग आवाज भन्ने साथी छ। हामी चाहिँ अब यहाँ यसो चिया खान आएको थियौँ। चिया खाएर निस्किसक्यौँ है। निस्किन लागेको भनौँ न। साथी यहाँ छ। साथी यसो यता हेरिदेऊ त ल। हेलो साथी, के छ? हामी चाहिँ अब यहाँ रेस्टुरेन्टबाट निस्किन लागेको होइन। अब त्यहाँ कति भयो 20 रुपियाँ कतिको पैसा तिर्छौँ अनि निस्किन्छौँ। पैसा दिइसकेको छु। सतीश दा यहाँ छ। हामी यहाँ अब स्कुटर यहाँ छ है। हो साथीहरू, हामी टक्क बिन्दासबाट माथि चाहिँ हिँडेको। अब चाहिँ कहाँ गइन्छ? हामी जाने चाहिँ सराङकोट भनेको। आज चाहिँ हिमालय देखियो होइन। मौसम चाहिँ बिन्दासिनी मन्दिर है माथि। चाहिँ हामी मेन रोडमा आइयो। हिमालय देखिरह सराङकोटको चोक भन्छ है। मेरो रुम चाहिँ त्यहाँ है साथीहरू। म चाहिँ यता लागेर साथीले यहीँ आग्दैछन् उकालोमा चट्टा लाएर। हाल्दी बेसैमा जान्छ होला। हालिदेऊ पुरा पारिदेऊ। ल कतिको रहेछ यो स्कुटीको पावर देखाइदिनु न त आज। 21 लटको एन्ड्रकमा के हुँदो रहेछ आडो है साथी। ओ माथिबाट राजा आइतिर आएर फेरि ठिक छ। बबाल है बबाल, दामी भिडियो भइरहेछ है। हामी सराङकोट जाँदैछौँ आजको भ्यूहरू तपाईँहरूलाई बवाल बवाल देखाउनेछौँ ल। अहिले हामी बाटोमा छौँ, लामा गाउँ पुगेछौँ है। ल साथीहरू, हामी चाहिँ बाटोमा छौँ होइन। साथी र म चाहिँ यहाँ हो। डर लाग्ने यार। एउटै हातले चलाइएछ यार, गाह्रो छ हो। एउटा हातले मोबाइल समाउने, एउटा हातले चलाउने भइरहेछ होइन। साथी यहाँ छ। गाह्रो छ हामीलाई। हामी भूतघर भन्न माथि आइसक्यौँ है साथीहरू। यो लामा गाउँको माथि भूतघर भन्ने एउटा रेस्टुरेन्ट छ। त्यो भन्दा चाहिँ अलि माथि आइसक्यौँ हामी होइन। अगाडि देखाउँछु तपाईँहरूलाई। हामी कहाँ पुग्यौँ साथी? अलि सराङकोटको तल्लो सराङकोट हो हामी चाहिँ। यहाँ मङ्की देखेको थिएँ साथीहरू। यहाँ मङ्कीलाई देखाऊँ भनेर यसो भिडियो बनाएको। मङ्की कहाँ गयो खोइ? कहाँ गयो त नि? बाँसघारी खोइ। ऊ त्यहाँ लुकेछ। उता 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 छ साथी। गाइज बाँदर हेर्ने हो। उता गयो साथी बाँदर। बाँदर गयो त्यहाँ तल कता कता पुगिसक्यो होइन। भाग्यो त्यो। अब हामी चाहिँ चन्द्र साथी यहाँ छ होइन। बबाल म चाहिँ यहाँ स्कुटर चाहिँ अघि एन्ट्रक ल्याएको, त्यो बिग्रेर फेरि एक्सचेन्ज गर्न दिएको कि। अनि त्यो पछि यो स्कुटर दिएछ। ठिक छ, पिकअप चाहिँ बबाल दिएछ होइन साथी। हन्डा हो, हन्डा दिन्छ ल। अब हामी हिँडेको के को फुल फुलेछ यार, रातो रातो।
जङ्गली छायामा बसी दामी फुल फुलेछ गाइस बबाल नागडाँडा जानु चाहिँ 10 किलोमिटर रहेछ त्यतैबाट आउँथ्यो हामीबाट साथी हामी चटपटे के खाइन्छ थाहा होइन होइन चटपटे अन्डी कहाँ राम्रो चटपटे होला पक्कै नि होइन चटपटे अन्डी दिदी चटपटे छ ए ल भइहाल्यो नि हामी चटपट खानु झर्दिएको होइन गाइस साथीहरू चटपटे आन्टी ल यहाँ आन्टीकोमा मिठो बनाउनुहुन्छ होला नि होइन चटपट मिठो बनाउँछु ल बाबा ल सबैजना आउनु होला खाएर सराङकोट आउने जति खाना चाहिँ यहाँ दिदीको आउनु पर्यो सराङकोट बानी तल्लो बाटोको डाँडामा यता यो ठेलाको दोकान पामेतिरको ताल लेफ्ट साइडको ताल होइन होटल जान्छौ कहिले काहीँ डाँडा पाखामा बसेर खाऊ न होइन दिदी त्यही हो साथीहरू बबाल पाल्साल हाल्नु भएको रहेछ जस रमाइलो छ ल ठिक छ ल साथीहरू अब हामी चटपट खान लाग्यो चटपट पनि रेडी भइसक्यो आन्टीले बनाउनु भएको होइन बबाल मिठो छ होला नि त होइन खाइदिउँ न त गुड दामी छ होइन सबैजना खान आउनु होला त्यही हो साथीहरू चटपट खाएर पनि भ्याइयो होइन अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ एकदम मिठो भयो आन्टीको चटपट त्यस फर्स्ट टाइम खाएको एकदम मिठो बनाउनु भएछ साथी कता वासरुम गएछ आन्टी ल आन्टी अब फेरि आउँदाखेरि हामीलाई है हुन्छ बाबु ल ल